यो कुरा मैले जिम रहन या जुनसुकै ठुलो मान्छे या व्यक्तिको मुखबाट सुनेको कुरा हो र यो वर्ष म यही कुरा ट्राई गर्दैछु। सो माई डियर फ्रेन्ड्स, कुरा के रहेको छ भने तपाईँलाई यदि जीवनमा अगाडि बढ्नु छ, केही हासिल गर्नु छ, काहीँ पुग्नु छ र तपाईँले सोचेको त सपना पुरा गर्नु छ र पाउनु छ भने चाहिँ तपाईँसँग गोल हुनुपर्छ। जो मान्छेसँग गोल छ त्यो मान्छे केही बन्छ र यो मान्छेसँग कतिको के छ भनेर बुझ्नको लागि चाहिँ उसको एकचोटि गोल सोध्नु। जो मान्छेको गोल तपाईँलाई थाहा हुन्छ उसको उद्देश्य थाहा हुन्छ या केही प्रब्लम कहाँ आइरहेछ कोही मान्छेको जीवनमा भनेर तपाईँलाई थाहा पाउनु छ, कहाँ अड्किरहेछ भनेपछि नि उसको गोल स्क्यान गर्नु भने थाहा हुन्छ भनेर भनेका थिए। सो माई डियर फ्रेन्ड्स, यो इयर अपकमिङ इयर म तपाईँहरूसँग यस्तो मेरो गोल सेयर गर्नेछु र नेक्स्ट इयर हामी आफ्टर 1 इयर चेक गर्नेछौँ कि कुन गोल चाहिँ हामीले अचिभ गर्न सक्यौँ, कुन गोलमा चाहिँ मैले कसरी वर्क गरेँ, काम गरेँ भन्ने कुरा देखाउनेछु। सो माई डियर फ्रेन्ड्स, तपाईँले पनि यदि जीवनमा गोल बनाउनु भएको छैन भने सधैँ तपाईँ एभरेज, मिडियोकर र अर्डिनरी रहनुहुन्छ र तपाईँले सोचेको कहिले पनि त्यो सपना पुरा गर्न सक्नुहुन्न। र यही कुरामा उनले के भन्छन् भने यदि कोही मान्छेको गोल छैन भने त्यसको ब्याङ्कमा हेर्नु 4-5 लाखभन्दा बढीमा पैसा हुँदैन। कोही पनि मान्छेको यदि गोल छैन, गोल सेट गरेको छैन उसँग भनिसकेपछि चाहिँ ऊ मान्छे सधैँ तल पर्छ। सो माई डियर फ्रेन्ड, यदि तपाईँ पनि जीवनमा अगाडि बढ्न चाहनुहुन्छ, केही गर्न चाहनुहुन्छ भने लेट्स मेक अ गोल। केही गोल बनाउनुहोस्, केही टार्गेट बनाउनुहोस्, केही राख्नुहोस्। नभए तपाईँ के गरिरहनु छ तपाईँलाई इम्पोर्टेन्स चाहिँ थाहा हुँदैन। जस्तै आज के गर्ने, अब के गर्ने भन्ने कुराको चाहिँ हामीलाई थाहा नै हुँदैन कि भोलि बिहान उठेर के गर्ने। लेट्स से बिहान उठौँ, हेरौँ के आउँछ त्यही गरौँ भन्ने हुन्छ। जे आउँछ त्यही देखेर आएगा भन्ने हुन्छ। तर तपाईँको इम्पोर्टेन्ट काम के हो, नन इम्पोर्टेन्ट काम के हो, अर्जेन्ट काम के हो, लेस अर्जेन्ट काम के हो, सुपर फास्ट गर्नुपर्ने काम के हो भन्ने कुरा थाहा हुँदैन। सो द्याट हामी के गरिरहेको हुन्छ, हाम्रो समय जुन अर्जेन्ट काम हो त्यसमा जम्मा 20% दिएको हुन्छौँ, जुनले चाहिँ हामीलाई 80% माइने राख्छ र हामी अरू 80% इनर्जी चाहिँ अननेसेसरी कुरामा दिइराखेको हुन्छ जब हाम्रो गोल सेट हुँदैन। सो माई डियर फ्रेन्ड्स, तपाईँले पनि यो इयरमा के गोल बनाउँदै हुन्छ, के गोल अचिभ गर्न चाहनुहुन्छ, आउने इयरको तपाईँको के छ प्लान भन्ने कुरालाई कमेन्ट डाउन गर्नुहोला र तपाईँलाई मैले भनेको कुरा तपाईँ विश्वास गर्नुहुन्छ हुँदैन या तपाईँको यसमा के धारणा छ पनि भन्न नबिर्सनुहोला। किप ग्रोइङ, किप ड्रिमिङ, सी यु इन नेक्स्ट भिडियो।